विदेशतिर जान लाग्यो अब भारी यति नै हो अब भोलि हिँड्ने हो अब अहिलेदेखि नै यत्रो भारी कसरी एयरपोर्ट पुऱ्याउँ भनेर मैले प्र्याक्टिकल गर्दैछु अब म चाहिँ विदेश जाने बाटो खोज्दैछु भोलि राति नै हिँड्छौँ यो बोक्नुलाई जानुले त तर निकै भारी हुँदो रहेछ पर्नु रहेछ कसरी पुग्ने यति गरेर त हामी मजाले पुग्न सकिन्छ त एयरपोर्टमा कोही पनि चाहिँदैन त्यसरी जाने मान्छेले यसो गर्छ यसो हेर्छ गर्दै रोएर जाने हाँसेर जाने किन रोएर जाने हाँसेर होइन हाँसेर छाती दिनु पऱ्यो मजाले सराएर जाने गर्लफ्रेन्डसँग त्यो दाइमा हेर्ने नेपाल छोडिसकेपछि अर्को गर्लफ्रेन्ड समाजमा जाने नै त्यो गर्लफ्रेन्ड आउँदा मात्रै गर्लफ्रेन्ड हेर ल